हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ फेरि म तपाईहरुलाई सदा जस्तै एउटा छुट्टै नयाँ इन्फर्मेसन भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियो चाहिँ विशेष गरेर वैदेशिक रोजगारमा काम गरिरहनु भएको साथीहरु जो श्रम स्वीकृति चाहिँ हाम्रो भ्यालिडिटी डेट चाहिँ कति छ, श्रम स्वीकृतिको चाहिँ डेट कति छ अनि श्रम स्वीकृति कसरी चेक गर्ने, हामीले श्रम स्वीकृति कसरी कहाँबाट चेक गर्न सकिन्छ, जस्तै मोबाइलबाट कसरी चेक गर्ने अनि कम्प्युटर हुने साथीहरुले चाहिँ कम्प्युटरबाट पनि कसरी चेक गर्ने अनि यसको प्रयोग गर्ने तरिकाहरु अनि यसको फाइदा बेफाइदाहरु विशेष कुराहरु चाहिँ आजको भिडियोमा हुनेछ। भिडियो हेर्दै गर्नु होला। अनि यदि तपाई चाहिँ मेरो युट्युब च्यानलमा पहिलोचोटी भिजिट गर्दै हुनुहुन्छ अथवा मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने यस्तै विभिन्न जानकारीमूलक भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल एलोन ट्राभलर भन्ने युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। यदि तपाईहरु चाहिँ श्रम गर्न सक्नुहुन्न अथवा श्रम गर्ने कोही साथीहरु खोज्दै हुनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईहरुको जुनसुकै ठाउँमा भए पनि कोरिया अथवा अरु देशमा अथवा नेपालमा जहाँसुकै भए पनि म चाहिँ श्रम तपाईहरुको लागि श्रम सेवा दिन सक्ने छु। तपाईहरु जो कोही साथीहरु चाहिँ श्रम कसरी गर्ने, कहाँ गर्ने भन्ने विषयमा चाहिँ अलि अन्यल हुनुहुन्छ भने मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईहरुलाई केही सेवा दिन सक्ने छु मैले पनि। सबैभन्दा पहिला चाहिँ म तपाईहरुलाई कम्प्युटरबाट कसरी चेक गर्ने भन्ने विषयमा देखाउँछु। त्यसपछि कम्प्युटर नहुने साथीहरुको लागि चाहिँ मोबाइलबाट कसरी चेक गर्ने भनेर म तपाईहरुलाई सबै डिटेल देखाउँछु। भिडियो हेर्दै गर्नु होला। अहिले चाहिँ म तपाईहरुलाई कम्प्युटरबाट नै कसरी गर्ने भनेर देखाउँदै छु। भिडियो हेर्दै गर्नुस्। अहिले प्रायसो सबैको अब ई श्रम हुन्छ। तपाईहरुको जो श्रम गर्नु भएको छ भने यस्तो टाइपको चाहिँ तपाईहरुलाई पाउनु भएको होला। त्यसमा चाहिँ तपाईको सबभन्दा माथि पासपोर्ट नम्बर भनेको हुन्छ अनि त्यो पासपोर्ट नम्बर अनि त्यसपछि स्टिकर नम्बर भन्ने हुन्छ। त्यो स्टिकर नम्बर हानेर हामीले चेक गर्न सकिन्छ। त्यसको लागि चाहिँ हामी एउटा गुगलमा जाउँ अथवा जुनसुकै ब्राउजर खोल्दा नि भयो। गुगल क्रोम, मैले चाहिँ गुगल क्रोम खोले। त्यसपछि गुगल क्रोममा चाहिँ त्यसको लागि dofe.gov.np भन्ने सर्च गर्नु होला। त्यसो गरेपछि यो वैदेशिक रोजगार विभागको dofe.gov.np आउँछ। त्यो चाहिँ वैदेशिक रोजगार विभागको एउटा वेबसाइट हो हाम्रो नेपालको। त्यसपछि अलिकति तल जानु भएपछि यहाँ एउटा अन्तिम श्रम स्वीकृतिको खोजी भन्ने छ। यहाँ त्यसमा चाहिँ तपाईको पासपोर्ट नम्बर भनेको छ। पासपोर्ट नम्बरमा तपाईको आफ्नो पासपोर्ट नम्बर हान्नु होला। म चाहिँ यहाँ हान्दै छु। त्यसपछि स्टिकर नम्बर भन्ने हुन्छ जुन हाम्रो तपाईको स्टिकर जुन श्रम गर्दाखेरि स्टिकर नम्बर जुन मैले यहाँ स्क्रिनमा देखाएको छु त्यस्तो टाइपको हुन्छ, डिटेल हुन्छ। त्यसमा स्टिकर नम्बर भन्ने हुन्छ, त्यो हान्नु होला। त्यो स्टिकर नम्बर हानिसकेपछि तपाईको यहाँ एउटा बटन आउँछ खोज्नुहोस् भन्ने बटन छ। त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि यहाँ हेर्नु होला तपाईको डिटेल यहाँ देखाइरहेको हुन्छ। तपाईको नामदेखि लिएर जेन्डर देखेको छ, पासपोर्ट नम्बर छ, तपाईको कम्पनीको नाम छ हैन, कुन देशको हो भनेर यहाँ त्यो पनि देखाएको छ। त्यसपछि अनि एप्रुभ डेट चाहिँ कहिले गरेको थियो तपाईको अन्तिम श्रम स्वीकृति भनेको छ। त्यसमा अन्तिम श्रम स्वीकृति यहाँ यो डेटमा एप्रुभ गरेको छ भनेदेखि तपाईको स्टिकर नम्बर पनि यहाँ छ। तपाईको स्किल के छ, अब लेबर, जनरल वर्कर जेसुकै गरे नि भइहाल्यो। त्यसपछि स्यालेरी तपाईको कति छ हैन, इन्स्योरेन्स कुन कम्पनीबाट गरेको छ अनि पोलिसी नम्बर कति हो, तपाईको पोलिसी एक्सपायर डेट चाहिँ कहिलेसम्म हो हैन, अनि मेडिकल कहाँबाट गरेको, एसएसएफ आइडी चाहिँ कति हो हैन, यसको सबमिसन नम्बर कति हो, सबै डिटेल चाहिँ यहाँबाट हेर्न सकिन्छ। यदि तपाईहरु चाहिँ कन्फ्युजन हुन्छ जस्तो टाइपको आफ्नो श्रम स्वीकृति चाहिँ कति छ भनेर चेक गर्न सक्नु भएन अथवा कहाँबाट कसरी चेक गर्ने, त्यो श्रम स्वीकृतिको कागज छैन, भ्यालिडिटी कति छ भन्ने चेक गर्नलाई चाहिँ तपाईले कन्फ्युजन हुनुहुन्छ भनेदेखि यो साइटमा गएर चाहिँ यसरी आफैले कम्प्युटरबाट यसरी चेक गर्न सक्नुहुनेछ।
अनि तपाईले पनि अब मोबाइलबाट पनि चेक गर्न सक्नुहुनेछ। जस्तै मोबाइलको लागि पनि सेम उस्तै प्रोसेस नै हो। तपाईको त्यसको लागि गुगलमा जानुस्, dofe.gov.np भन्ने छ, त्यो वैदेशिक रोजगार विभागको एउटा वेबसाइट हो। त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरेपछि अलिकति तल अलि थोरै फरक छ मोबाइल र कम्प्युटरमा। हल्का तल जानुभयो भने अन्तिम संस्कृति खोजी भन्ने बटन छ, सेम एउटै हो। त्यसको लागि चाहिँ तपाईको पासपोर्ट नम्बर हान्नु होला। त्यो हानिसकेपछि लास्टमा त्यो मैले अघि भने जस्तै तपाईको स्टिकर नम्बर हान्नुपर्ने हुन्छ। स्टिकर यस्तो टाइपले यहाँ देखाइरहेको हुन्छ, त्यसमा स्टिकर यो नम्बर हो। स्टिकर नम्बर हान्नु होला। त्यसरी पासपोर्ट के अरे स्टिकर नम्बर हानिसकेपछि तपाईको चाहिँ अब यहाँ खोज्नुहोस् भन्ने बटन छ। यहाँ खोज्नुहोस् बटनमा क्लिक गरेपछि सेम एउटै हो। हेर्नु होला, सबै डिटेल चाहिँ आफ्नो हाम्रो कम्पनीको डिटेलदेखि लिएर पासपोर्ट नम्बर, सबै कम्पनी कतिको, हाम्रो तपाईको स्यालेरी कति छ, सबै डिटेल यसरी हामीले देख्न सक्नुहुनेछ। यसरी नै तपाईहरुले मोबाइलबाट पनि आफ्नो श्रम कति बाँकी छ, कसरी चेक गर्ने भन्ने विषयमा चाहिँ तपाईं आफै पनि यसरी चेक गर्न सक्नुहुनेछ। किनभने कतिजना साथीहरूले चाहिँ यसरी श्रम स्वीकृति कसरी चेक गर्ने, मेरो श्रम कति छ भनेर थाहा नहुने साथीहरूलाई चाहिँ यो एकदमै विशेष महत्त्वपूर्ण हुनेछ भिडियो। त्यसपछि यसरी चेक गरिसकेपछि हामीले सबै आफ्नो डिटेल हेर्न सक्नुहुनेछ। यसरी हामीले जो साथीहरुसँग मोबाइल त अब जसोकैसँग भइहाल्छ नै। यदि मोबाइल छैन अथवा के अरे कम्प्युटर छैन भने मोबाइलबाट पनि चेक गर्न सक्नुहुनेछ भनेदेखि कम्प्युटर हुने साथीहरुले यसरी कम्प्युटरबाट पनि चेक गर्न सक्नुहुनेछ। तपाईहरुलाई आफ्नो विषयमा जो साथी चाहिँ श्रम कति छ, कस्तो छ, के छ भन्ने विषयमा कन्फ्युजन हुनुहुन्छ भने तपाईको कन्फ्युजन यो भिडियो हेरिसक्नु भएपछि पक्कै पनि मेटाउन सक्नुहुनेछ भन्दै आजको भिडियो कस्तो लाग्यो भिडियो हेर्दै गर्नु होला। अनि यस्तै विभिन्न जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानल एलोन ट्राभलर भन्ने युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। तपाईं चाहिँ जोसुकै ठाउँमा विदेशमा अथवा स्वदेशमा रहने साथीहरुको लागि चाहिँ यस्तै विभिन्न जानकारीमूलक भिडियोहरु चाहिँ म बनाउने गर्छु भन्दै आजको लागि चाहिँ बिदा हुन चाहन्छु। अनि अर्को चोटी यस्तै विभिन्न अर्को जानकारीमूलक भिडियो लिएर उपस्थित हुने नै छु। त्यतिसम्मको लागि बिदा हुन्छु। हस्त, धन्यवाद, शुभ दिन।